नमस्कार साथीहरू। आज हामी पावर पोइन्ट प्रेजेन्टेसनमा पर्दा लगाउन सिक्नेछौँ। पर्दा दुई प्रकारले लगाउन सकिन्छ, एउटा डेस्कटपमा रहेको, अर्को अनलाइन। पहिला हामी डेस्कटपमा रहेको पर्दा लगाउन गइरहेका छौँ। अब यसको लागि तपाईले यहाँ स्लाइडमा हेर्नुपर्ने हुन्छ। यो स्लाइड प्यानलतिर हेर्नुहोस् त एकचोटि। मैले यहाँ स्वागतम लेखेको एउटा स्लाइड र अर्को स्लाइड, दुईवटा स्लाइड राखेको छु। यसको कारण चाहिँ के छ भने नि, पर्दा लगाउँदाखेरि पहिलो स्लाइडमा हामीले पर्दा राख्नुपर्ने हुन्छ र दोस्रो स्लाइडमा ट्रान्जिसन, यो कर्टेन ट्रान्जिसन लगाउनु पर्ने हुन्छ। अब धेरैजना सरहरूले एउटा स्वागतम पेज बनाउनु भयो, स्लाइड बनाउनु भयो र त्यसैमा माथि क्लिक गरेर ब्ल्याङ्क स्लाइड बनाउन लगाउनुहुन्छ। त्यो पनि ठिकै छ, तर बेस्ट के छ भने एउटा स्लाइड बनाउनुहोस्, त्यसलाई कन्ट्रोल डी थिचेर त्यसैको डुप्लिकेट लिनुहोस्। डुप्लिकेट लिँदाखेरि पहिलोमा पर्दा हालिदिनुहोस्, दोस्रोमा ट्रान्जिसन लगाइदिनुहोस्। ल अब हामी अगाडि बढ्छौँ। यो ट्रान्जिसनतिर गइयो, इन्सर्टतिर गइयो। इन्सर्टमा गइसकेपछि यो पिक्चरमा जाने, पिक्चरमा यी क्लियर देखाएको छ दिस डिभाइस। दिस डिभाइसमा एकचोटि क्लिक गर्नुहुन्छ भने तपाईले यहाँ चाहिँ यो पेज खुलेर आउँदाखेरि तपाईको कर्टेन चाहिँ छ कहाँ, यो तपाईले पहिला क्लियर हुनुपर्छ। मैले चाहिँ यहाँ डाउनलोडमा राखेको छु। यो डाउनलोडमा एकचोटि क्लिक गरेँ। अब यहाँ हेर्नु त डाउनलोड खुल्दा पनि डाउनलोडमा यो देखेको छैन। यसले मैले जानी यो तरिका मिलाएको हो। तपाईले एउटा कुरा सिकाउनुको लागि पनि यहाँ हेर्नु त, जब यहाँ देखिएन भने तपाई चाहिँ यहाँ क्लिक गरेर अल फाइल्समा जानु पर्ने हुन्छ। लेफ्ट क्लिक गर्नुहोस्। यसरी यहाँ मैले राखेका कुराहरू यहाँ आइसके। हरेक कुरा आए अल फाइल्समा गएर। तपाईले यहाँ के देख्नुहुन्न भने यहाँ क्लिक गरेर अल फाइल सिलेक्ट गर्नुहोस्। यसरी तपाईका डकुमेन्ट्सहरू यहाँ आइपुग्छन्। अब मलाई लगाउनु छ पर्दा। मैले पर्दामा एकचोटि क्लिक गरेँ। यसरी यहाँ सिलेक्ट भयो। अब इन्सर्टमा क्लिक गरेँ। यसरी इन्सर्टमा क्लिक गरिसकेपछि पर्दा आफै आएर सेट भयो। सायद ठिकै छ, यसलाई धेरै नचलाउँ। एडजस्ट गर्नुपर्ने हुन्छ बेला मौकामा। अनलाइनको बेला हामीलाई यसको आवश्यकता पर्छ। अहिले यति नै छोडिदिउँ। अब हामीले पहिलो स्लाइडमा चाहिँ पर्दा राख्यौँ। अब दोस्रो स्लाइडमा चाहिँ क्लिक गर्नुपर्छ। यो सचेत हुनुपर्छ है। पहिले साइडमै क्लिक गरेको छ भने पर्दा चाहिँ कालो आइपुग्छ। दोस्रो स्लाइडमा चाहिँ क्लिक गर्ने अनि त्यसपछि हामी ट्रान्जिसनतिर जाने। यो ट्रान्जिसनमा क्लिक गरियो। यसरी यहाँ खोज्नुस्, कहीँ कर्टेन्स इफेक्ट छ, यहाँ देखेको छैन। छैन भने के गरौँ त, यहाँ क्लिक गरौँ। यहाँ हेर्नु त कर्टेन्स इफेक्ट छ। यसमा एकचोटि लेफ्ट क्लिक गर्नुहोस्। हेर्नु, यसरी चाहिँ यो तरिकाले पर्दा खुलेर आउँछ। सचेत हुनुपर्ने छ है। पहिलोमा पर्दा राख्नुहुन्छ भने ट्रान्जिसन लगाउनको लागि दोस्रोमा क्लिक गर्नु नै पर्ने हुन्छ। पहिलोमै क्लिक छ र त्यही ट्रान्जिसन लगाइदिनुहुन्छ भने तपाईको पर्दा कालो भएर आउँछ। ल अब चेक गरौँ त, हाम्रो स्लाइड सो पछि पर्दा खुल्छ कि खुल्दैन। अब स्लाइड सोमा क्लिक गरियो। त्यसपछि फ्रम बिगिनिङमा क्लिक गरौँ। यसरी मैले यसमा पहिला क्युब ट्रान्जिसन लगाइसकेको थिएँ, जसले गर्दा यहाँ खुलेन। अब चाहिँ यसमा एकचोटि क्लिक गर्नुहोस् अनि हेर्नु त पर्दा कसरी खुलेर गयो। यसरी हाम्रो डेस्कटपमा रहेको पर्दालाई हामी यहाँ उपयोग गर्न सक्छौँ यो तरिकाले। अब दोस्रो तरिकाको लागि यसलाई पहिला एन्ड गरौँ। दोस्रो तरिका भनेको अनलाइन। अब यसको लागि यो पर्दालाई हटाइदिउँ। यहाँ एकचोटि क्लिक गर्नुहुन्छ र कन्ट्रोल जेड थिच्दिउँ है। कन्ट्रोल जेड थिचेपछि पर्दा उडेर गयो। अब यसमा फेरि हेर्नु, यहाँ मैले एउटा स्वागतम लेखेको र अर्को स्वागतम लेखेको, दुईवटा स्वागतम लेखेको पेज मैले स्लाइड मैले राखेको छ यता। तपाईँ चाहिँ यस एउटा राखेर माथि ब्ल्याङ्क स्लाइड ल्याउन सक्नुहुन्छ र ब्ल्याङ्क स्लाइडमा तपाईले पर्दा राख्नुस् र यसमा ट्रान्जिसन लगाउनुस्। ल मेरो दुईटा छ, ठिक छ। पहिलोमा मैले क्लिक गरेँ, सिलेक्ट गरेँ, इन्सर्टतिर गएँ।
त्यसपछि फेरि पिक्चरमा गएँ। हामीले दिस डिभाइस पहिला गरिसकेका छौँ। अब अनलाइन क्लिक गर्नु सक्यो लेफ्ट। यसरी तपाईँलाई जब सर्च बक्स खुल्छ, यसमा तपाईँलाई CURTAINS कर्टेन्स खुलिसकेको छ। अब तपाईँले इन्टर गर्नुहोस्। यसरी पर्दाहरू ओपन हुन्छन्। जुन पर्दा मन लाग्छ त्यसमा क्लिक गर्नुहोस्। मैले पहिला यसमा एकचोटि लेफ्ट क्लिक गरेँ। अब इन्सर्टतिर गएँ। यसरी पर्दा आइपुग्यो। अब यो पुरैमा आएको छैन। पुरामा आउनको लागि लेफ्ट थिचेर यसरी यसलाई एकातिर लैजाने। अब यतातिर लगेपछि फेरि यसरी थिचेर यसलाई पुरै फिजाइयो। तपाईँले यसरी पुरैमा फिजाउनु पर्ने हुन्छ। मुनि आएन। यसलाई फेरि एकचोटि लेफ्ट क्लिक गर्दा सिलेक्ट भयो र यहाँ कर्सर राखेर हल्का बिस्तारै तानिदिनुहोस्। तानेपछि यो चाहिँ के हुन्छ भन्दाखेरि पुरै छोपियो। अब यसमा ट्रान्जिसन लगाउँ। फेरि याद राख्नुहोस्, तपाईँले पर्दा पहिलो स्लाइडमा राख्नुभएको रहेछ। यहीँ क्लिक छ र ट्रान्जिसन लगाउनुहुन्छ भने यो कालो आउँछ। यो कालोबाट बच्नको लागि तपाईँले दोस्रो स्लाइडमा क्लिक गर्नुपर्ने हुन्छ। यसरी दोस्रो स्लाइडमा क्लिक गरिसकेपछि ट्रान्जिसनतिर बढ्नुपर्ने हुन्छ। यहाँ हेर्नुहोस्, कहीँ पनि छैन त्यो कर्टेन्स लेखेको। यसको ड्रप बक्समा जाने र यहाँ कर्टेन्स लेखेको छ, यसमा क्लिक गर्नुहोस्। यसरी पर्दा खुलेर आउँछ। अब यो सही तरिकाले काम गर्छ वा गर्दैन, यसको लागि स्लाइड सोमा जानुपर्ने हुन्छ र फ्रम बिगिनिङमा एकचोटि क्लिक गरिदिनुहोस्। अब यो चुके पहिला यसमा क्यु लागेको छ, त्यसरी पर्दा खुलेन। अब एकचोटि फेरि लेफ्ट क्लिक गर्नुहोस्। यसरी पर्दा खुलेर गयो। यसरी हामी हाम्रो पावर पोइन्टमा पर्दा इफेक्ट लगाउन सक्छौँ। धन्यवाद।